बजार बजार होइन घुम्ने त्यो यो चाहिँ माई खोला हो। के गरिरहेछ केको पूजा गरेको होला सायद कहाँ गयो केटीहरू। तपाईँ कति भएको थियो चैतमा 18 गते आउनुभएको नि तपाईँ 20 गते आएको म 20 गते 10-11 दिन मात्रै हुँदै थियो नि कसरी भन्नु अनि त्यतिखेर तर छ्या भन्दा हुने नि मान्छे त हो उहाँ भोक लाग्यो थियो मलाई त अलिकति खाए खाना पनि हैन अनि कस्तो लाग्यो अनि अलिकति खाना खाए अनि आएको भोक लागेर अनि फेरि त्यहाँ नखाने रे यता आएर खाने रे हैन दोमुखामा अनि त्यो केटाहरू बुद्धि कहाँ हुन्थ्यो उनीहरूको ल हामी चाहिँ दोम खाइपुग्यौँ हामी चाहिँ दोमखाको गेटबाट सट्ट एन्टर गरेर छौँ है एन्ट्री अब यहाँ हाल्न सक्नुहुन्छ है बुधबारे जानु पर्दैन अब एकछिनमा तपाईँहरूलाई देखाउँछु सिरिसहरू कस्तो छ सिरिसको फुलहरू देखाउँछु है पुरै छाता रहेछ कि यहाँ हेर्न त है झर्ना पनि छ नआउने राम्रो बना खानेकुरा बोकेर हिँड्दैछु साथीहरू कहाँ छुट्यो थाहा छैन कहाँ गयो नि हामी त बिचको भइयो क्या मिठो मिठो बास्ना आइरहेको छ यहाँबाट त्यहाँनिर खोर्सानी प्याज उयो छ क्या आलु छातामा चाहिँ फोटो खिचेर अगाइसकेको पहिला देखाइदिएको नि यहाँ चाहिँ उयो रहेछ लब्बाला खोइ त्यहाँनिर चाहिँ खिच्नुपर्छ राम्रो रहेछ है अहिले राम्रो यस्तोहरू पनि बनाइदिएछ नि भर्खर बनाएको रहेछ यो होइन बस्नु न त्यहाँ बस्नु न नबस्ने कस्तो हरियो राम्रो गर्मी भयो दिदी लाज लाग्यो मलाई त खोइ ए कहाँ त हामी त घरको न घाटको भयो झोला बोकाएर हेर हामीलाई चाहिँ कस्तो बासी बासीहरू हामी चाहिँ लाटी परेको हुन्छ
हामी कता जानु जान अम्बिका दिदीहरू उतै बस्नुभयो के भयो रे ल राम्रो भयो फोटो खिच्ने बेलामा स्विच अफ गर्नु ओ साथी चल ओइ म झरे नि त नि ल 1 2 3 गो किन टेको मैले खुट्टा भेटे नि त नि खोइ भएन फेरि गर्नु सवारी के साह्रो तपाईँहरू आमा पुलमै सकाइदिएको ब्याट्री एक ठाउँमा त 10 चोटि 20 चोटि खिचेपछि त्यस्तै हुन्छ यहाँ सबैजना गरेको अवस्थामा कति पर्छौँ हामीले तपाईँहरूलाई रेडी 1 2 3 4 5 6 7 8 9 10 यहाँ क्यामेराम्यान मेरो भिडियो म चाहिँ के हो यता हेर्नु है सबैजनाले खोइ हामी यति नै हो 10 11 12 13 14 15 16 17 18 19 20 विष्णु दिदी तपाईँको जोडी आए जस्तो छ यहाँ खिच्दिनु न बाबा नानी दार्जिलिङको दिल लानु पर्ने यो त माई खोला होइन ओ पोजमा सेक्सी पोज दिन्छ यार मलाई त आउँदैन त आउनु न मेरो खिच्दिनु तपाईँ पनि खिच्दिनु यहाँ देखाउनु त मलाई सेक्सी पोज हान रमिला पनि मलाई आउँदैन कि म त चिप्लो रहेछ नि उनीहरूको त एउटा लु उहाँहरू है गाइजहरू झर्ना वाउ कस्तो राम्रो देखेको ओइ रमिला यहाँ बस्छ त फोटो खिचिदिन्छु पर्यो अहिले भिडियो अफ गरिदिएको ल भिडियो बनाइदिन्छ एउटा ल भयो भयो पानी त हेर्नु न